नमस्कार। यो केर्खा प्रहरी चौकी यो 2052 सालमा स्थापना भएको थियो। यो स्थापना हुनुभन्दा अगाडि धेरै उतार चढावहरू भएको छ। यो प्रहरी चौकीले यहाँको शान्ति सुरक्षा कायम राख्नुपर्छ, हामीलाई शान्ति सुरक्षा चाहिन्छ भनेर यहाँका स्थानीयहरूले धेरै सङ्घर्ष गरेर केर्खामा प्रहरी चौकी स्थापना गरेका छन्। मलाई जहाँसम्म लाग्छ यो प्रहरी चौकी केर्खा अथवा केर्खा वरपरका सम्पूर्ण जनताहरूले आफ्नो पैसाहरू कलेक्सन गरेर बनाएको मलाई थाहा भएअनुसार सरकारी निकायको पैसा खासै यहाँ लागेको छ जस्तो लाग्दैन। लागेको पनि हुनसक्छ, त्यो अर्कै कुरा हो। केर्खामा हुन त प्रहरीहरू नहुँदाखेरि शान्ति सुरक्षाको लागि हरेक टोलमा गस्ती टोली गठन गरेर चाहिँ गस्ती गर्ने गरिएको छ। तसर्थ केर्खामा शान्ति सुरक्षाको लागि प्रहरी आवश्यक छ भन्ने हामीलाई महसुस हुन्छ। तर अहिलेको सन्दर्भ के आयो भनेदेखि केर्खा प्रहरी चौकीलाई प्रदेशले दिएको एउटा पिकअप भ्यान थियो, गाडी थियो। त्यो पिकअप भ्यान चाहिँ कमल गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतले तमको इलाका प्रशासनलाई दिएको भन्ने समाचारहरू अहिले आइरहेको छ। केर्खाकै शान्ति सुरक्षाको लागि भनेर केर्खामा आएको पिकअप भ्यान दमकलाई किन दियो र यसको विषयमा केर्खाको जनताको प्रतिक्रिया के छ म लिने कोसिस गर्नेछु। धन्यवाद। अहिले चर्चामा रहेको एउटा विषयवस्तु केर्खा चौकीमा प्रयोग हुँदै आएको गाडी, केर्खा चौकीका प्रहरीले प्रयोग गर्दै आएको गाडी कमल गाउँपालिकाको अध्यक्ष र प्रशासकीय अधिकृतले दमकको इलाका प्रहरी कार्यालयलाई दिएको विषयवस्तुमा विरोध भइरहेको अवस्थामा यहाँका स्थानीयहरूसँग आफ्नो राय लिने क्रममा केर्खाका एकजना समाजसेवी भाइ गोपाल साम्रासँग छु। भाइ नमस्कार। यो प्रशासकीय अधिकृत र अध्यक्ष हुकुमसिंह राईले मात्रै दिएको भन्ने जस्तो छ होइन? यसको विषयमा के छ तपाईँको भनाइ? यो कस्तो भने स्थानीय सरकारको लागि प्रदेश सरकारले दिएको सवारी साधन कुनै पनि हालतमा कुनै सल्लाह बेगर, कुनै सुझाव बेगर, कुनै मिटिङ बेगर दमक खानलाई दिएको भन्ने जानकारी रहेको छ। तर यो चाहिँ कुनै गाउँपालिकाको सल्लाह बेगर, कुनै मिटिङ बेगर गराएको छ। यो चाहिँ हामीलाई एकदमै हामी कमल गाउँपासी जनतालाई एकदमै नराम्रो लागिरहेको छ। यो हाम्रो सम्पत्ति हो, हाम्रो सम्पत्ति हामीलाई थाहा नपाइकन, हाम्रो कमल गाउँपालिकालाई थाहा नपाइकन एकैचोटि उहाँहरूले कसरी दिनुभयो त्यो उहाँहरूको कुरा छ। फेरि उहाँहरूलाई ठिकै छ, यसरी दिने मन छ, मायादया छ भने सर्वसम्मतले पास गरेर केही रकम सुन्नु है, केही रकम उपलब्ध गराउन सक्छ उहाँहरूले। तर न सर्वसम्मतको पास छ, न कुनै मिटिङ छ, न कुनै केही छ। केही नगरिकन यिनीहरूले चाहिँ यो हाम्रो सवारी साधन चाहिँ दिइरहेको छ। यसको बारेमा अब के भन्ने, हामी चाहिँ एकदमै के छ, तपाईँहरू चाहिँ यसको विरुद्धमा हुनुहुन्छ? एकदमै विरुद्धमा। यो गाडी चाहिँ हामीलाई जुनै हालतमा जसरी भए पनि हाम्रो केर्खा प्रहरी चौकीमा आइपुग्नु पऱ्यो। अर्को कुरा के भने ठिकै छ, उहाँहरूलाई यसरी दयामाया छ अथवा दमक नगरपालिकालाई सुरक्षाको विषयमा जिम्मेवारी उहाँहरूको हो भने उहाँहरूको पनि आफ्नो प्राइभेट गाडी होला, आफ्नो गाडी चढ्ने। सरकारले दिएको गाडी त उहाँहरूले दिँदा भइहाल्यो त। शान्ति सुरक्षाको लागि हुने गाडी किन दिने? अब भनेको शान्ति सुरक्षाको लागि एकदम टिपिकल ठाउँ भनेको यो दसैँ तिहार आइपुगेको छ। हजुर, यो बेलामा हाम्रो शान्ति सुरक्षा गाडी 6 महिनासम्म बिग्रेर बस्दा थियो, उहाँले बनाउनु भएन।
अहिले आएर बनाउने बित्तिकै दमकलाई दिने के कारण हो होइन र हामी चाहिँ खुसी छैनौँ है अब चाहिँ के गर्नु पर्यो यसको हाम्रो समाधान चाहिँ के छ? हाम्रो कुरो के छ भने हामीले अस्ति पनि हामीले एउटा सामाजिक रूपमै सामाजिक सञ्जालमा पनि हामीले भनिसकेका छौँ उहाँहरूले चाहिँ अब दिने र एक दुई दिन उहाँहरूको नयाँ जेलसम्म राख्दै भन्ने एउटा प्रेस विज्ञप्ति हाल्नु भएको छ तर त्यो चाहिँ एउटा उहाँहरूको मिटिङ बेगरको एउटा उहाँहरूको दुईजनाको मात्रै जस्तो लागिरहेछ गाडी चाहिँ हाम्रो चाँडोभन्दा चाँडो दसैँ अगाडि नै हाम्रो सामु आइपुग्नु पऱ्यो गाडी कमल गाउँपालिकाको सम्पत्ति हो र हामी नै राख्छौँ जे गर्छौँ तपाईँहरूको आफ्नो तपाईँलाई यदि त्यस्तै सुरक्षाको धमकको सुरक्षाको तपाईँहरूलाई चिन्ता छ भने तपाईँहरूको आफ्नो गाडी लगेर झिनाइदिनुहोस् त्यहाँ हाम्रो गाडी लिएर थ्याङ्क यू भेरी मच एकदम राम्रो कुरा भन्नुभयो गोपाल भाइलाई धेरै धेरै धन्यवाद। यस विषयमा किर्खा बजारका व्यवसायीहरूको पनि केही राय बुझ्नको लागि म यहाँ एकजना किर्खा बजारको जुत्ता चप्पल व्यवसायी भाइ शान्तिरामसँग आएको छु। के छ तपाईँको यसमा तपाईँको विचार? यो मैले हिजो मात्रै सुने यो विषयमा यो हाम्रो किर्खा प्रहरी चौकीको बिहान दमक इलाकालाई हस्तान्तरण गरिएको भनेर मलाई अचम्म पनि लाग्यो। यस्तो पनि हुन्छ जो कमलवासीको चाहिँ सुरक्षा नहुने सुरक्षा नचाहिने र दमकको लागि चाहिँ चाहिने भन्ने यस्तो विषय राम्रो कुरो होइन जस्तो लाग्छ मेरो विषयमा चाहिँ। किनभने हामीलाई पनि सुरक्षा चाहिन्छ, हामी पनि कमलवासी हौँ, हामी कमलवासीलाई पनि सुरक्षा चाहिएको कारणले गर्दाखेरि त्यो राज्य सरकारबाट हामीलाई प्राप्त भएको थियो र त्यो आवश्यक छ, त्यो कमल गाउँपालिकामा रहनुपर्छ र हाम्रो सुरक्षाको लागि खटिनुपर्छ भन्ने हाम्रो चाहना हो। धन्यवाद। होइन, अर्को एउटा प्रश्न छ। हामी शान्ति सुरक्षा अहिले प्रहरीहरूको उपस्थिति नहुँदाखेरि शान्ति सुरक्षाको लागि हामी आफै गस्ती गरेर टोलटोलमा गस्ती गरिरहेको बेलामा अहिले प्रहरीलाई फेरि चौकीमा आउनु सक्ने वातावरण बनाएर परिचालित गर्नको लागि गाडी आवश्यक पर्दै गर्दाखेरि यसरी दिनुको अर्थ के जस्तो लाग्छ? हो, जनस्तरमा चाहिँ हामीलाई सुरक्षा चाहिएको छ र त्यो हाम्रो सम्पत्ति हो, कमल गाउँपालिकाको सम्पत्ति हो, त्यो दिनु हुँदैन, हामीलाई उपलब्ध हुनुपर्छ र हाम्रो शान्ति सुरक्षाको लागि त्यो प्रहरी भ्यान खटिनुपर्छ। धेरै धेरै धन्यवाद तपाईँलाई। यस विषयमा किर्खा बजारका बजार समितिका अध्यक्ष देवु दाहाल जी यहाँ हुनुहुन्छ। के छ तपाईँको धारणा यस विषयमा? धन्यवाद दाइ, मेरो पनि धारणा के छ भने राख्ने मौका दिनुभयो। विशेष त हामी किर्खा बजार जुन एरिया छ त्यो रेड जोनमै पर्छौँ, त्यो सबैलाई थाहा छ होला। किनभने हाम्रो पटक पटक द्वन्द्वकालदेखि पछिल्ला आन्दोलनहरूको क्रममा चाहिँ धेरै क्षति पनि पुगेको ठाउँ हो, संवेदनशील पनि छ। तथापि कमल गाउँपालिकाले हाम्रो सवारी साधन चाहिँ दमक नगरपालिकालाई दमकको पुलिस चौकीलाई हस्तान्तरण गरेको भन्ने जुन सुन्न पाइयो, मलाई जहाँसम्म विश्वास छ त्यो फिर्ता हुने शर्तमा होला। भोलि अहिले तत्काल त्यहाँ आवश्यक परेको र भोलि यहाँ आवश्यक पर्दाखेरि यहाँ ल्याउने गरेको शर्त होला। तर त्यो बेगरको शर्तमा हो भने हामी पनि एकदमै ठुलो सङ्कटमा छौँ, किनभने हामीलाई पनि च्यालेन्जेसहरू धेरै छन्। यहाँ पनि हिजोको दिनमा देखिएका ती लागु औषधका विषयहरू, भएन द्वन्द्वका विषयहरू, झैझगडाका विषयहरू धेरै उठेका छन् र सुरक्षा बललाई एकदमै बढी गाह्रो हुन्छ दाइ। एकदमै त्यसो हो र सधैँको लागि हस्तान्तरण गरेको हो भने म चाहिँ के भन्न चाहन्छु भने हामीलाई चाहिएको छ या गाउँपालिका अध्यक्षज्यूहरूले, उपाध्यक्षज्यूहरूले अथवा जसले यो गर्नुभएको छ प्रशासनले प्रमुख विकल्प सोचेर गर्नुभएको छ भने द्याट्स गुड। हामीसँग नयाँ साधनहरू छन् भने द्याट्स गुड। होइन भने हामीलाई पनि च्यालेन्जेस त सम्भवतः त्यो फर्किने गरेको होला भन्ने मैले आशा गरेको छु। होइन, फर्किनुपर्छ भन्ने आशा पनि छ। त्यसरी दिन पाइँदैन हाम्रो साधनहरू। त्यसरी पक्का पनि सरसल्लाहबाट भएको भए चाहिँ हाम्रो रायहरू पनि पहिला गर्न पाएको भए हामी यी कुराहरू त राख्ने नै थियौँ। दिन पाउने नपाउने भन्ने कुरा अब गाउँपालिका वडाध्यक्ष अथवा कुन यसमा उपाध्यक्षज्यूहरूले कसले डिसिसन गर्नुभएको छ, केमा टेकेर गर्नुभएको छ उहाँहरूलाई नै थाहा हुनसक्छ। तथापि हामीले हाम्रो तर्फबाट हेर्दै गर्दाखेरि चाहिँ नदिएको भए होइन राम्रो हुने थियो, हामीलाई पनि च्यालेन्जेस छ भन्ने हो। यदि भन्दै पनि यदि भोलिको दिनमा फर्किने गरी र अहिले दमकलाई चाहिँ अति आवश्यक भएको हाम्रो किर्खामा चौकी स्थापना भइ नसकेको अवस्थामा 2-4 दिनको लागि दिएको हो भने यसलाई पनि हामीले सराहनीय नै मान्नुपर्छ भन्ने मैले बुझ्दै। धन्यवाद। थ्याङ्क यू भेरी मच।
यस विषयमा कमल गाउँपालिका वार्ड नम्बर 3 जहाँ केर्खा प्रहरी चौकी स्थापित छ यहाँको वडा अध्यक्ष हाम्रो अग्निप्रसाद कोइराला सरलाई केही जानकारी छ कि म सोध्नेछु। अग्नि सर, यो केर्खा प्रहरी चौकीको गाडी अध्यक्ष र प्रशासकीय अधिकृतले दमक इलाका प्रशासनलाई दिएको खबरहरू आइरहेको छ सोसियल मिडियामा। तपाईँलाई कतिको जानकारी छ यसको? मलाई पनि यसबारेमा केही थाहा छैन। मैले पनि हिजो बेलुका राति हेरेको थिएँ, फेसबुकमै देखाएको थिएँ। कहाँ कसरी कुन उद्देश्यका लागि अथवा सीमित समयका लागि अथवा कसरी दियो भन्ने कुरामा म बिल्कुल अनभिज्ञ छु। हामी हजुर पनि स्वयं सहभागी बनेर टोलवासीहरूले गस्ती टोली गठन गरेर हामी शान्ति सुरक्षाको लागि गस्ती गरिरहेका छौँ। यो अवस्थामा हामीलाई शान्ति सुरक्षाको लागि प्रहरी आवश्यक पर्छ र प्रहरीलाई फेरि पनि यहाँ केर्खा चौकीमा स्थापित गर्नको लागि गाडीको आवश्यकता महसुस हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। हजुर के भन्नुहुन्छ यस विषयमा? नितान्त जरुरी नै पर्छ। जति बेला पहिले द्वन्द्वकालका बेला यहाँबाट विस्थापित भएर उठेका बेला पनि हरेक पहल गर्ने स्थानीयवासीहरूले त्यहाँ चौकी बनाएर स्थापित गरेको र त्यो चौकीमा पछि प्रदेश सरकारबाट प्राप्त भएको थियो बारुद यन्त्र र त्यो गाडी। त्यसले गर्दा यहाँका मान्छेहरूलाई अलिकति शान्ति सुरक्षा वा दैविक प्रकोपबाट राहत मिल्छ भन्ने अनुभूति भएको थियो। अहिले अब नहुँदा केही अप्ठ्यारो पर्छ कि शान्ति सुरक्षामा केही आउँछ कि भन्ने सोच्नु अस्वाभाविक होइन जस्तो लाग्छ। अब यो अहिलेसम्म त्यो जेनजीको आन्दोलनदेखि अहिलेसम्म केर्खामा प्रहरीहरू परिचालित हुन अझै पनि समस्या भइरहेको अवस्थामा र परिचालित नभइरहेको अवस्थामा यही उसमा चाहिँ समयमा चाहिँ कमल गाउँपालिकाले हाम्रो केर्खाको गाडी दमकलाई दिनु, यसको पछाडि केर्खामा चौकी फेरि नराख्ने उद्देश्य त होइन? नराख्ने पक्कै पनि बिल्कुल होइन होला। त्यो तत्काल केर्खा प्रहरी चौकीभन्दा दमक थाना बढी क्षति भएको र त्यहाँका गाडी सवारी साधन सबै जलेका भन्ने कुराले गर्दा दमकले हेर्ने एरिया ठुलो छ। त्यसकारण त्यहाँ बढी आवश्यक र त्यहाँ दरबन्दी पनि प्रहरी बढी कुद्नुपर्ने आवश्यकता बढी भएका कारण सायद दमक थानाबाट माग भएका कारण दिएको हो कि भन्ने मैले अनुमान गरेको मात्रै हो। यसबारेमा जानकारी चाहिँ मलाई बिल्कुल छैन। त्यसो भएको हो कि भन्ने लाग्छ मलाई। यो त ठिकै हो, तर केही समयको लागि हो भने र फेरि फिर्ता आउँछ भने त हाम्रो ठाउँमा ठिकै छ भन्ने मेरो बुझाइ हो। तर आफूले सोचेको चाहिँ त्यो साइडमा दिएको होइन होला भन्ने मेरो। तर यस्तो गर्न सकिन्थ्यो कि दमकले प्रदेशलाई पहल गरेर अथवा सङ्घीय सरकारलाई पहल गरेर त्यताबाट चाहिँ ल्याउन सकिन्थ्यो, न कि गाउँबाट चाहिँ गाउँमा भएको गाडीहरू चाहिँ तानेर लगेर चाहिँ त्यसरी शान्ति सुरक्षाको लागि प्रयोग गर्न चाहिँ अलिक उचित हुँदैन कि कस्तो हो यो? त्यो पनि तत्काल सहयोगमा यस्ता विपदमा प्रयोग गरिने साधनहरू जति बेला हाम्रोमा बारुद यन्त्र नहुँदा कम्पनमा आगलागी हुँदा दमकका अथवा भद्रपुरका बिर्तामोडका बारुद यन्त्र आउँछन्, यति बेला कुद्नुपर्छ, सहयोग हुनुपर्छ भन्ने नै हुन्छ। तर आफ्नोमा हुँदा हुँदै अर्कोमा जाँदा आफ्नोमा चाहिँ अर्को वैकल्पिक साधन केही नहुँदा अप्ठ्यारो पर्छ कि भन्ने अनुभूति हो। तर त्यही दमककै गाडीले यहाँ पनि त गस्ती गर्न सक्छ नि त। दमक यहाँबाट हाम्रो दमक गए पनि त्यही गाडी यहाँ आएर गस्ती गर्ने अहिले तत्काललाई एउटै गाडीले 2-3वटै पालिका सबै हेर्ने हो कि त्यो पनि हो। त्यसका लागि हो कि त्यहाँ गाडी नहुँदाखेरि फेरि पनि दमकबाट यो हाम्रो गाडी फर्केर आउँछ कि उतै राख्ने गरी गएको केही जानकारी छ? होइन, फर्केर आउँछ भन्ने हो हामीले बुझेको, मैले सोचेको चाहिँ। किनभने यहाँ नचाहिने भन्ने त हुँदैन, पक्कै पनि त्यस्तो निर्णय भएर पुरै सबैलाई दिएको भन्ने चाहिँ होइन होला भन्ने लाग्छ मलाई। जानकारीको लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो वडा अध्यक्ष अग्निप्रसाद कोइराला र यस विषयमा जनताको राय पनि के छ म लिने नै छु।